Hi everyone, welcome to my mini vlog. आजबाट चाहिँ हाम्रो बेकरीको प्र्याक्टिकल स्टार्ट भइसकेको छ एन्ड लुक एट देम दे आर कटिङ देयर नेल्स यस्तो रिसको झोकमा। अनि त्यसपछि म चाहिँ कलेज पुगेँ अनि त्यसपछि मैले चाहिँ नेल पलिस रिमुभर ल्याइदिएको थिएँ। अनि त्यसपछि तिनीहरूले नेल पलिस रिमुभ गरे। अनि त्यसपछि वी वेन्ट टु किचनमा अनि किचनमा हामीले काम गरिरहेको थियौँ। मलाई सधैँ काम गर्दैन दियाले भनेर भन्थे। अनि त्यसपछि लुक एट मी म काम गरिरहेको छौँ। 6 सेमिस्टर भएर पनि होला, लास्ट भएर पनि होला, काम गर्न पनि एकदमै रमाइलो भएको थियो। ओ माई गड लुक एट मी, म यस्तो मजाले काम गरिरहेको छु। अनि त्यसपछि मेरो साथी चाहिँ मलाई जिस्काउँदै आउँदै थियो, ओ माई गड दिया तिमी काम गरिरहेछौ भनेर। अनि त्यसपछि मेरो साथीले चाहिँ डो बनाइरहेको थियो ब्रेडको लागि। अनि त्यसपछि हामी रेस्टुरेन्टमा आयौँ, एकछिन गफ गऱ्यौँ, एकछिन भिडियो क्लिप लियौँ। अनि त्यसपछि फिट चेक गर्न थाल्यौँ। सेप भइसकेपछि फिट चेक त गर्नै पर्यो। अनि त्यसपछि भएन भने अर्को साथी पनि आएर फिट चेक गर्न थाल्यो। अनि त्यसपछि किचनमा जाँदा चाहिँ पिज्जाहरू बनिरहेको थियो अनि ब्रेडहरू बनिसकेको थियो। अब चाहिँ हामी डोनटको लागि प्रिपेयर गरिरहेको छौँ। अनि यो चाहिँ हामी डोनट बनाइरहेको, वाउ कस्तो राम्रो भएको थियो कि डोनट पनि, यस्तो खाँदा पनि यस्तो मिठो थियो। अनि गाइज मैले चिया पनि बनाएको थिएँ, जो चिया त एकदमै मिठो थियो। हाम्रो सेफ सरलाई चाहिँ एकदमै मन परेको थियो। अनि अब चाहिँ सरले मलाई सम्झिनुहुन्छ, सधैँ चिया खाने बेला मलाई सम्झिन्छु दिया भनेर भन्नुभएको छ। अनि क्रोसेन्टहरू पनि बनाएको थियौँ, डोनटहरू, चक्लेट डोनटहरू, क्रिम डोनटहरू पनि बनाएको थियौँ, जो चाहिँ एकदमै मिठो थियो। अनि त्यसपछि चाहिँ हामीले खाइसकेपछि चाहिँ क्लिनिङ त गर्नै पर्यो। अनि त्यसपछि डिसवास गऱ्यौँ। अनि लुक एट हर नाटक अनि सबैजना भएर किचन सफा गर्न लाग्यौँ। सबैजना बिजी थिए, कोही सिङ्क सफा गरिरहेको थिए, कोही डिसवास गरिरहेको थिए। अनि मैले चाहिँ काम सकिसकेको थिएँ र तिनीहरूको भिडियोहरू बनाइदिइरहेको थिएँ। लुक एट मी गाइज, आई एम वर्किङ, आई एम वासिङ द डिस। जो पनि मलाई भन्छ नि तिमी काम गर्दैनौ भनेर यो भिडियोहरू हेरेर देख्न सक्नुहुन्छ म कति काम गर्छु भनेर। पहिला चाहिँ गाइज म गर्थेन होइन, मलाई किचन देख्ने बित्तिकै मलाई आँसु आउँथ्यो। तर अब चाहिँ मलाई कस्तो गर्न मन लाग्छ। अनि त्यसपछि मलाई गर्न पनि मजा आउँछ, त्यही भएर म गर्छु। अनि मेरो साथी र म मिलेर सबै सफा गऱ्यौँ, गफ गर्दै रमाइलो गर्दै हामीले सबै काम गऱ्यौँ। त्यसपछि मोप गर्ने पालो चाहिँ अर्को साथीको थियो, उसले चाहिँ यसरी काम गरिरहेको थियो अनि मैले भिडियो क्याप्चर गरिहालेँ। अनि त्यसपछि वी वेन्ट ब्याक टु होम। दिस इज आवर रिसेप्सन। बाई गाइज।